यो आकाश कति फराकिलो छ है। अनि यो आकाशमा उड्ने पन्छीहरू कति स्वतन्त्र छन्। यी चरीहरू पनि कसैको बन्धनमा छैन मलाई। हाम्रो आँखाले हेर्दा लाग्छ यिनीहरूको जिन्दगी रमाइलो छ। तिनीहरूलाई पनि त लाग्दो होला नि हाम्रो जिन्दगी भन्दा मान्छेको जिन्दगी राम्रो हो भनेर। तर यहाँ सास फेर्ने प्राणीहरूलाई कसैलाई पनि सजिलो छैन। तिमीले भनेको कुरा स्वरै आना सक्थ्यो, तर यिनीहरूको प्रेममा कुनै बाधा विरोध त आउँदैन होला नि। अब त्यो त मलाई के थाहा, मैले सोधेकी छैन। गएर सोध न एकचोटि। पागल, तिम्रो कुराले म घाँस काट्नै बिर्सेँ। जाऊ तिमी पनि आफ्नो गर, म पनि घाँस काट्छु। छोड मेरो हात। छोड्नलाई समयको हो र? नाटकै बेसी। छोरी ए छोरी लौ त एक गिलास चिया बनाएर ल्याऊ। यो कुन लैजाऊ। छोरीले चिया पकाइदेऊ न, गाईलाई यसो घाँस हालेर आउनु पर्यो। भाउजूको हातमा त जादु नै छ। चिया पनि यति मिठो पकाउनुहुन्छ, बयान गर्नै नसक्नुहुन्छ। मेरो बुढीले त चिया मात्रै होइन नि, जे पकाउँछ साह्रै मिठो पकाउँछ के होइन बुढी? छोरा अझै उठेन? खै यो सुतेकै हो कि? म उठिसकेँ बुवा। जा भित्र गएर चिया पी। कसो गर्छ छोरा यहाँ? म लिएर आउँछु चिया। मेरो चिया पकाइदिला अहिले। देखिस् कहिले मलाई भने धेरै माया गर्छ क्या आफ्नो छोरालाई। शीतल बाबु अब घरको एक्लो छोरो, माया गर्न परिहाल्यो नि भाउजूले। ठिक भन्नुभयो कहिले बाबु तपाईँले। आफ्नो छोरालाई पनि माया नगर्नु त बाबु न चिया खा। अनि पर्छ हामी पनि यहाँ बसेर चिया खानु पर्यो। यहाँ घोडा दुखेर पो मर्न लागेको छ त आमाको। मैले छोरालाई माया नगर भनेको त होइन नि, अलि धेरै माया गर्छस् पो भनेको त। हजुरलाई पनि चाहिँ माया गरेकै छु नि मैले, छोरालाई मात्रै हो र? हो त, भाउजूले पनि हजुरलाई माया गर्नुहुन्छ त। छोडिदिनु बाबु यस्तो कुराहरू। उहाँको आँखामा त अनविश्वासको कुहिरोले ढाकिसकेको छ। मैले गरेको माया देख्नै हुन्न। खाइसकेछु बाबु चिया? ल्याउ त यहाँ अलग गिलास लिनु जान्छु म। ल त्यसै रिसाएर गई। अनि हजुरले पनि त आमाको कुरै बुझ्नुहुन्न। मैले के कुरा बुझ्नु पर्यो तेरो आमाको? उसको पहिलेदेखि रिसाउने बानी हो। ल दाजु, म अहिले लागेँ, घरमा पनि काम छ। बस्न भनेको के काम छ तेरो घरमा? त पनि एक्लो मान्छे, यतै खाना खाएर जालास् नि। त्यो त हो दाइ, घरमा अलिअलि काम त भइहाल्छ नि दाइ। अहिले ल म जान्छु दाइ। ल ल हुन्छ ल हुन्छ दाइ, ल। भोक पनि लाग्यो, बुढीले खाना ल्याएन। अब आफै जानु पर्यो घरतिर खाना खाना।
रामे काम सिद्धाइस् त? हजुर सकाइ अब घरतिर जानु पर्यो खाना खानु। ल ल जा, खाना नखाइ त काम गर्न पनि त सकिन्न नि। हस् काका ल ल। कहाँ सकिनु बड्डी, भोक पनि लाग्यो थकाइ पनि लाग्यो, त्यसमा झन् चर्को घाम पनि लाग्यो। म त आएँ। बिहान त पेट फुल्ने गरी खाजा खान जानुभएको थियो। यति छिटो कसरी भोक लाग्यो हजुरलाई? काम गर्न भनेपछि साह्रै अल्छी लाग्नुहुन्छ। ए धेरै नबोल, जाऊ खाना पस्का। मैले त खाइसकेर जानु आफै पस्केर खानुहुन्छ। थकाइ लागेर आएको छु, कमसेकम मिठो बोलेर खाना पसिदेऊ न बड्डी। हजुरको हात सधैँ छ भने आफै पस्केर खानु जानु। ल ल म आफै हालेर खान्छु। खाना खाएर खुरुक्क कामतिर दौडिनु। म पनि घाँस काट्न गएको, आज जसरी भए काम सकाएर आउनु है। काम नकाज भएको खाना मात्र जानेछ, काम भने एउटा छैन। होइन यो गाग्री कसको रहेछ? गाग्री त भदिसकेको रहेछ। जोसुकैको होस्, मेरो पो थाप्नु पर्यो। ओ मोहने, यो गाडी सुनि हिटमट कसरी गरिस्? तँलाई थाहा छैन तैँले छोको पानी हाम्रो समाजमा चल्दैन भनेर? तैँले यो पँध्यारोमा पानी भर्ने हिम्मत कसरी गरिस्? यो गाडी मेरो लागि बिटोलो भइसक्यो। यो मोहनले फालेको हाम्रो ठाउँमा पानी भन्न किन आइस भनेको त गाग्री पो फाल्दो त। धरोधर्म हजुर, मैले फालेको होइन, आफ्नै गाग्री मैले फालुम्ला र। मलाई तेरो बानी राम्ररी थाहा छ। तल्लो जातिहरुको रिसै कडा, गर्न चाहिँ केही सक्दैन। पोख्न तेरो गाग्री मैले जानेको छु। अब खालस पानी। रामे रामे के भयो तँलाई? रामे उठ, रामे के भयो? एकटा किनेर लाग्यो ढले। यस्तो चर्को घाममा किन काम गर्नु पर्यो होला? अनि खाना खाइस् त? यति छिटो कसरी भोक लाग्यो हजुरलाई? काम गर्न भनेपछि साह्रै अल्छी लाग्नुहुन्छ। ए धेरै नबोल, जाऊ खाना पस्का। मैले त खाइसकेर जानु आफै पस्केर खानु हजुर। थकाइ लागेर आएको छु, कमसेकम मिठो बोलेर खाना पसिदेऊ न बड्डी। ल यो त रुन पो थाल्यो। जाउँ म तँलाई घर पुऱ्याइदिन्छु। पर्दैन, त जा, म काम सकेर आउँछु। हिँडेन जाऊ, पछि आउलास्।
भर्खर माया बसेको जस्तो कुरा नगर न। भर्खरै त हो नि। अनि तिमी भन त हाम्रो माया कहिलेदेखि बसेको? माया त थाहै नपाइ बस्दो रहेछ। यो त हावा जस्तो हुँदो रहेछ, कहिले सुरु भयो कहिले अन्त्य हुन्छ पत्तै नहुने। हो है, तिमी त पढाइ लेखेको, सबै कुरा बुझेको, सबै कुरा जानेको। म त अनपढ, गाउँमा डोको नाम्लो खेल्न बाहेक अरू केही आउँदैन। टैट लाती, मसँग पनि यस्तो कुरा गर्ने हो? पढेका मान्छेहरूले नि के नै गरेका छन् र? तिमीमा के नै कमी छ र? बरफ जस्तो तन छ, गङ्गा जस्तो भावना छ, जुनभन्दा उजेली छ, फुलभन्दा सुन्दर छ, योभन्दा अरू के चाहियो? कति मिठो बोल्न जानेको छौ, कसरी बयान गरौँ म तिम्रो? किन बयान गर्नु पर्यो? तिमीलाई यस्तो गर्न लाज लाग्दैन? आफ्नो मान्छेसँग पनि के को लाज? ल हेर त यो पेटीकोटको हालत, थुक्क मेरो जिन्दगी। कमसेकम लाज पनि हुन्छ नि, आफ्नो लुगा धोएर त सिलाउनु दिनु। यस्तालाई त पापै लागि जस भगवान। छोरी, ए छोरी, बाहिर आऊ त। किन बाबा? यो पेटीकोट धोइदे त, सिलाइदिनु पर्यो। त्यत्तिकै सिलाइदिनु न, हाम्रो सिलाउने काम हो, धुने काम होइन। आफ्नै घरलाई धोइहाल्छन् नि। कुरा बुझ्न के छोरी, मैला होइन के? अनि मैलो छैन भने किन धुनु पर्यो त? म आफै हेर्न, कुरा सुरा बुझ्नु छैन। छिछि, कुन पापिनीको होला यस्तो लुगा मैले जानेको छु। ओइ, तँलाई अर्काको लुगा त्यसरी कुल्चिन लाज लाग्दैन? लाज मलाई होइन, तपाईँले लाग्नु पर्ने हो। मलाई लाज किन भन् त? पर सरेको बेला लगाएको लुगा सिलाउनु दिनु, छि, कस्तो धर्म हो तपाईँको यो? धर्म शर्मको कुरा नगर। तिमीहरूको काम भनेको सिलाउने हो, खुरु खुरु सिला। सिलाउने हो भन्दैमा यसरी हेप्न पाइन्छ? छोरी, के भयो? किन करायो कि? ओ मोहन दाइ, तिमीले मेरो लुगा फोहोर गर्न लिएर आएको कि सिलाउन लिएर आएको? बाबा, म यो लुगा धुदिनँ। देखे होइन तिम्रो छोरीको चाला? ल ल, भोलि मेरो पेटीकोट सिलाएर मेरो घरमा ल्याइदिएन भने मैले जानेको छु। बुवा, नछुनुहोस् यो पेटीकोट, छोडिदिनुहोस्, म धोएर ल्याइदिन्छु। त्यो मोहनले जमाएको छोरीसँग तैँले के गरेछिस्? होइन है हजुर, किन पिटेको छोरालाई? के गल्ती गरेर यसले? तेरै छोरालाई सोध्न के गरेछ भनेर अनि। छोरा, तैँले के गल्ती गरिस् र बाबु? यसको दिमागै छैन, मान्छेमा चाहिँ हल्लक्क बढेको हो यो। यसलाई जिस्किन मस्किन मन छ भने नि यत्रो गाउँमा अरू पनि छन् केटीहरू। हजुर पनि कुरा बुझ्नुहोस् न बुढो, कहिले कहिले कानले सुनेको कुरा र आँखाले देखेको कुरा पनि गलत हुनसक्छ। त्यत्तिकै शङ्खको भरमा हुर्केको बढेको छोरालाई हात लाउनुलाई अलिकति तपाईँलाई लाज लागेन? न मेरो कान बहिरो छ, न मेरो आँखा अन्डो छ। अरूले भनेको भए भए मैले पत्याउने थिएन, मेरो आफ्नै आँखाले देखेको हो। छोरा, होइन यो कुरा साँचो हो? हो आमा, सुनिस् तेरो छोराको कुरा? छाया मेरो जिन्दगी हो बुवा, म उसलाई माया गर्छु। होइन, तेरो दिमाग त ठिक छ। मेरो दिमाग ठिक छ, मैले जे गरिरहेको छु ठिक गरिरहेको छु। 哎
ए भगवान्, यसले हाम्रो धर्म नष्ट गर्ने भयो। हजुर चिन्ता नगर्नु न बुढो, म ठिक गर्छु। मेरो पेटकोट सिलाएर लिएर आयो मोहन दाई। ल्याए हजुर, दिनुहोस्। राम्रो सिलाएको छौ नि। मैले कहिले पो नराम्रो सिलाएको छु र हजुर। त मान्छे राम्रै होस्, तर तेरो छोरीहरू चाहिँ ठिक छैन। सिकाउने गरेस् नि फेरि। अहिले सानै छन्, बिस्तारो बिस्तारो सिकिहाल्छ नि। तेरो छोरीहरू त सानै छन्, बिहे गरेको भए छोराछोरी जन्माइसक्थे। भयो, यो कुरा छोडिदिउँ। बरु चामल छ भने अलिकति पाऊँ न। छोरीहरूले यसो भात खाने इच्छा गरेका थिए। आफू त यहाँ चामल नभएर भोकै बसिरहेको छु, तेरो छोरीहरूलाई भात खान पर्ने। तपाईँको लागि मेरो छोरी काम न काजको भए पनि मेरो लागि जिउने आधार हो, मेरो लागि मुटुको टुक्रा हुन्। पराई घर जान जातको पनि के फुर्ती गर्नु, एक दिन घर छोडेर जान्छन् अनि थाहा पाउँछस्। त्यो त प्रकृतिको नियम हो हजुर। छोरी मान्छेले घर त छोडेरै जानु परिहाल्छ नि। ल जा, माग्नलाई हात थाप्नै परेको छ। काम गरी खान जानेको थाहा छैन। काम नगरी कसले दिन्छ र हजुर? तिमीले काम नगरे नि खाएकै छौ त। तिमीसँग बोल्दा नि झ्याउ लाग्छ मलाई। जाऊ त, काम साम गर्ने होइन, माग्न चाहिँ आएको छ। त्यो काम तैँले जसरी पनि गर्नुपर्छ है, नत्र त्यो मेरो छोरा बिग्रिन्छ क्या। त्यसको लागि हजुर चिन्ता नलिनु। चिन्ता मात्रै होइन, मलाई दिनको भोक रातको निद्रा छैन। अब शीतल बाबुको उमेर पनि त भयो नि, सिधै बिहे गर्दै पनि त हुन्छ नि। बिहे त पहिल्यै गरिन्थ्यो नि, त्यसले अरू केटीलाई मनै पराउँदैन। केटीले चाहे एकैछिन, केटाले चाहे वर्षौँ लाग्छ भन्ने त हजुरले सुन्नुभएकै होला। तर गौँथली सोझी र एकदम संस्कारी छ, शीतल बाबुलाई ठ्याक्कै सुहाउँछ। हेर त, त्यो गौँथली कति राम्री छ, हाम्रो जात पनि मिल्छ, तर त्यसलाई उसले मन पराउँदैन गरे। त्यो गौँथलीले शीतल बाबुलाई माया जालमा पार्नु पारे कि के हो? त्यो गौँथलीले मेरो छोराको मन जितेपछि त मतलब बुहारी सुगार्न्थ्यो नि त। तर के गर्नु, त्यो पनि लाठी छ। पहिला त्यो मोहनलाई सम्झाउनु पर्ला। जाउँ भयो अहिले त। एक जोड चप्पल किन्न सकेको छैन, यही चप्पल टालेर बस। अरू के छ र तिम्रो काम? कामकाज पनि छैन, कस्तो गरिबीमा जिउनु परेको मैले पनि छ। चिन्ता नरबद्दी, हाम्रो नि त दिन होला, कति अभावमा बसौला र। अन्धकारमा सूर्य उडाएको देखेछौ तिमीले? हाम्रो पनि जिन्दगी त्यस्तै भइरहेको छ। तिमीसँग बिहे गरेर मैले ठुलो गल्ती गरेछु। पैसा नै सबै थोक होइन नि निरु। कसले भने पैसा सबै थोक होइन भनेर? पैसाले सबै किन्न सकिन्छ। पैसा भयो भने जिन्दगी यसै खुसी आरामले बित्छ। तिमीलाई मेरो भन्दा पैसाको माया बढी लाग्दो रहेछ है? लागिहाल्छ नि पैसाको माया। तिम्रो मात्र गरिबी अनुहार हेरेर कति बस्नु?
किन आयो यहाँ? किन म तिमीबाट आउनुहुन्न र? केही काम थियो र? काम छैन भने किन आयो त? तिमीलाई भेट्न पनि कामै हुनुपर्छ र? गौँथली तिमी जाऊ, मलाई तिमीसँग एउटा कुरा गर्नु छ। म तिमीलाई माया गर्दिनँ। शीतल, अलिकति मिठो कुरा गरेर यसको मन जित्न सकेनौ? अझै शीतल बाबुको मन जित्ने प्रयास गर नानी। मैले सकेको प्रयास गरेकै छु त काका। जसरी भए पनि शीतल बाबुको र त्यो छायाको विसर्ग हुनुपर्छ, किनकि हाम्रो जात मिल्दैन। ल नानी, त्यो शीतलको मन शीतल पार्ने काम गर है। हस् काका। अहिलेसम्म त कहाँ गएर आइस? त्यही धर्मेको छोरा शीतललाई भेटेर आएको होला होइन? हजुर के भन्दै हुनुहुन्छ बाबा? मैले सही कुरा भन्दैछु। यदि तँलाई पैसा चाहिन्छ भने मेरो घर जग्गा बेचेर भए पनि दिन्छु, तर त्यो शीतलको पछि लाग्नु छोड दे। तपाईँले सही भन्नुभयो काका। पैसाको लागि कसैको जीवन खेलवाड गर्नु हुँदैन। अनि अर्को कुरा, शीतलले छायालाई मन पराउँदैन। छाया त्यतिकै शीतलको पछि लागेको हुन्। के रे त्यतिकै मेरो बहिनीलाई दोष लाउँछस्? आफ्नो बहिनीको पाप लुकाउन मलाई थप्पड हानिस् पक्कालाई मैले जान्छु। के गरी? मैले जे गरेँ ठिक गरेँ बाबा। यिनीहरूले हामीलाई तल्लो जाति र गरिब भनेर साह्रै हेला गरेका छन्। हामी कति सहनु? हाम्रो भाग्य नै यस्तो छ छोरी, के गर्नु? भाग्यलाई दोष दिएर आफै कमजोर नबन्नुहोस् भाइ। त्यस्तै हो दिदी। तपाईँ ढुक्क भएर दिदी, तपाईँको लागि म न्याय दिलाएर छोड्नेछु। त्यत्तिकैमा पराई घर छोडेर आएको होइन। भाइ म त तपाईँकै घरमा परेको छु। म धेरै दुःख पाएको छु भाइ। मान्छेहरूले धेरै हेला गर्दो रहेछ भाइ। मनमा धेरै चोट दिँदो रहेछ। त्यो त सही हो दिदी। हेला गर्ने भन्दा हेला शनिलाई धेरै पाप लाग्छ। आफ्नो अधिकार पाएन भने खोसेर पनि लिनुपर्छ। चोट दिँदा चोट दिनुपर्छ, माया दिँदा माया दिनुपर्छ। डराउनु हुन्न दिदी। तपाईँ जस्तो मान्छे यो गाउँमा भइदियो भए कसैले दुःख पाउँदैन होला भाइ। तपाईँ ढुक्क भएर बस्नु दिदी। यो गाउँमा म परिवर्तन गर्न आएको म। हस् भाइ, हजुर पनि जानुहोस्, म नि घाँस काट्न जान्छु। हस् त दिदी, म लागेँ है त। हस् भाइ, म नि घाँस काट्न हस् जान्छु। बहिनी के भयो तँलाई? दिदी, अब म थाकिसकेँ। मलाई धोका भयो। जीवनमा कसैलाई प्रेम गरेर ठुलो गल्ती गरेँ। फेरि उसले तँलाई धोका दिन्छु भनेको भए चिन्ता नगर, म छु तेरो साथमा। छोडिदेऊ दिदी। उसले कसैलाई मन पराउँछ, माया गर्छ भने ठिकै छ। यो कसरी सम्भव हुन सक्छ? शीतलले माया गर्थ्यो होइन तँलाई? हिजोसम्म त लाग्थ्यो, तर आज ऊ परिवर्तन भएछ। त हात नखा बहिनी। तँलाई र शीतललाई टाढा बनाउने शीतलको बाउको हात छ। किनभने हामी सानो जात हौँ। माया गर्न जात होइन नानी, मन मिल्नुपर्छ। काका, तपाईँ अचम्म मान्नु पर्दैन नानी। तिमीहरूको लागि साथ म दिन्छु। म तिमी र शीतलको बिच कोही आउँछ भने त्यो खरानी भएर चल्छ। चाहे मेरो दाइ र भाउजू किन नहोस्। हजुरको जस्तै सबैको मन कहाँ हुन्छ र काका?
मेरो बिहे पनि अन्तर्जातीय नै हो। मैले पनि अन्तर्जातीय बिहे गरेपछि मेरो आफन्तहरू सबै टाढिए। मैले पनि यो गाउँ छोडेर तराई झर्नु पर्यो। तर पनि मलाई केही गुनासो छैन, किनकि बलियो खम्बा भएर उभिएकी छ मेरो बुढी। परिवर्तन आफैबाट सुरु हुनुपर्छ नानी। यहाँ लिखित मात्रै सीमित भयो। मानिस ठुलो दिलैले हुन्छ, जातले हुँदैन भन्ने शब्दहरू, अब यी शब्दहरू जसरी भए पनि व्यवहारमा उतार्नुपर्छ। यो गाउँका ठुलो बडा भन्ने मान्छेहरूको आँखामा कालो पट्टी बाँधेको छ। यसलाई हामीले सबै मिलेर हटाउनुपर्छ। यो कसरी सम्भव हुन्छ र काका? उहाँसँग पैसा छ, पावर छ, सबै थोक छ, हामीसँग केही पनि छैन। पैसा नै सबै थोक होइन। 2 अक्षरको पैसा, 2 अक्षरको जात, 3.5 अक्षरको होमवर्क गर्नु पाइँदैन। कसैलाई पनि हेला गर्न पाइँदैन। त्यो त हो काका, तर यो गाउँमा परिवर्तन ल्याउन साह्रै गाह्रो छ, किनभने यो गाउँको मान्छेको मन ढुङ्गा भन्दा पनि साह्रो छ। सारा चिजलाई फोड्न मजा आउँछ नानी। यो कुरा तिमीले बुझ्दैनौ। मान्छे चाह भने मरेमा पनि फुल फुलाउन सक्छ। जाऊ यो गाउँमा परिवर्तन ल्याउन के ठुलो कुरा हो र? बस तिमीले मलाई साथ दिनुपर्छ, म एक्लैले केही हुँदैन। हामी तपाईँलाई अवश्य साथ दिन्छौँ काका। यो गाउँमा परिवर्तन हुन्छ भने यो गाउँको लागि म ज्यान दिन पनि तयार छु। स्याबास नानी, छोरी मान्छे भने तिमी जस्तो हुनुपर्छ। आँटिलो मान्छेले कसैले केही गर्न सक्दैन। अहिले म लाग्यो, अहिले म यहाँ बसिरह्यो भने मलाई गाउँलेहरूले नराम्रो भन्न सक्छ। हस् काका। चिन्ता नगर, हामीलाई काकाले साथ दिनुहुन्छ। होइन हौ, कति अर्काको मात्र काम गर्छौ, कहिले कहिले आफ्नो पनि काम गर्ने गर हौ, आफ्नो पनि भविष्य हेर्नुपर्छ। कति किसिस गरे होला यो आफ्नो बारेमा पनि सोचिरहेको छु त मैले।